ल वेलकम टु माई च्यानल गाइस। हामी पनि आज झन् यस्तो स्पेसल ठाउँमा आएको छौँ कि अस्तिको भन्दा खतरा स्पेसल ठाउँ छ आज होइन गाइस। हामीसँग भिजिट गर्नु होला। हामी यस्तो खतरा बुसानकै टप फेमस ठाउँमा आएको छौँ गाइस। म देखाउँछु होइन यस्तो खतरा भ्यू छ कि मान्छेको भिडभाड पनि डह्रो छ। सधैँ चाहिँ दुई भाइ नै हो आज पनि। गाइस भिडियोमा छोडिनु होला। गाइस यही हो ठाउँ, कस्तो लाग्यो? उता छ त यहाँ हुन्थ्यो। दामी छ दामी, हावा चल्दैछ आज चाहिँ होइन। बवाल छ माहौल। अस्ति हुन्थ्यो जाँदा डान्स थियो, आज यहाँ पुरै म्युजिकल रहेछ। यहाँ माहौल गरम छ भन्दा नि माहौल चाहिँ चिसो, मौसम चाहिँ चिसो चिसो छ, तर माहौल चाहिँ यहाँ एकदमै म्युजिक सिक्दै गर्दा रमाइलो। नवीन कस्तो लाग्दैछ तिमीलाई? जाओस् न दुई चारवटा यस्तो यो ठाउँको बारेमा, यो ठाउँको बारेमा दुई चारवटा जाओस् न केही। रमाइलो लाग्दैछ नि यहाँको? के कुरा चाहिँ तिमीलाई रमाइलो लाग्यो? के कुरा चाहिँ त्यस्तो रमाइलो लाग्यो? समुद्रका चिसो हावा, त्यसपछि मान्छेहरू धेरै आउने रहेछ। मान्छे त बवालै छ नि यहाँ त। त्यही भएर रमाइलो लाग्यो तिमीलाई? फुल फुल्ने माहौल छ, मस्त पहेँलो फुल फुलिरहेको छ। यो के को फुल हो थाहा छैन, तर फुल चाहिँ बवालै फुल्दैछ यहाँ। गाइस हामी चाहिँ हाम्रो डेस्टिनेसनको फाइनल ओरोक्तो स्काई वाकमा आइपुगेका छौँ। स्काई वाक गाइस, वेलकम। लेखिएको छ बोर्डमा। अब हामी स्काई वाकको लागि जाँदैछौँ। मान्छे लिमिटमा जानुपर्ने रहेछ क्या? लगाउनु पर्ने फुड कभर लौरो सौरो त्यहीँ राखेर जानुपर्ने रहेछ। फुड कभर लगाएर जाने रहेछ। हो यार, सबभन्दा ठुलो लिनु पऱ्यो नि त। है गाइस फुड कभर पनि लगाइयो। अब स्काई वाकमा हिँडिँदैछ। मस्त हावा चलेको छ। ड्युटा भएर खिच्नु न, के खिचिरहेको? नवीन तिमीलाई तल यस्तोमा हिँड्न डर लागेन? वर्ल्डको सेकेन्ड हाइएस्ट बन्जी हानेको मान्छेले के डर हो यस्तो? यो त यहाँबाट झर भने झरिदिन्थ्यो। ए यो हो नि त पारा। ल गाइस यहाँ चाहिँ मान्छेहरू पुरै डढाउँदै हिँडिरहेको छ। नवीन चाहिँ बन्जी हानेको मान्छेलाई यस्तो थियो कि होइन, यहाँबाट हाम फालिदिन्छु भन्छ। त्यति चाहिँ नगर होइन। नेपालमा भए त हाम फाल्दा नि केही हुँदैन, कोही आउँछ कानुन लाग्छ सिधै। ल मान्छे चाहिँ पुरै डढाउँदै हिँडिरहेको छ होइन। यहाँ अफिस नजिकै यो पुरा एब्जर्भेसन दूरबिन रहेछ। नवीन यहाँबाट पुरै हेर्दैछ। के देख्यो नवीन यहाँबाट? हो र, जापान देखिँदो रहेछ। के गर्दैछ जापानको मान्छेहरू अहिले? भागम भाग छ कि जापानमा?
के फरक छ उस्तै उस्तै भन्छ त जापान र कोरियालाई त दाई भने दाई नै हो क्या कोरियाको दाई जापान भएर अब फेरि यहाँ त देखिन त तिमीले देख्यौ भन्छ यार के हो यो टापु के देख्यो टापुमा चाहिँ के छ आज चाहिँ अब हामी मस्त घुमेर होइन यहाँ पाहाडमा मस्तसँग फोटो सेसन गर्दैछौँ कस्तो लाग्छ नभए आजको घुम्न आजको ठिकै हो त्यति उत्कृष्ट भन्न पनि मिल्दैन जे होस् अझै राम्रो राम्रो ठाउँमा जानै छ आज मौसमले पनि गर्छ जस्तो भयो क्या मौसम अलिकति खुलेर आएन क्या आकाश बादल लागेर अलि सोचे जस्तो राम्रो भयो पुरै आज बादल नलागेर त खतरा देखिन्थ्यो नै समुद्र पनि निलो आकाश पनि निलो अलिकति घाम लगाएर तातो हुँदैछ लगाइस आजको हाम्रो चाहिँ यात्रा यहीँसम्म थियो अब अलिक बढी जाडो भएर धेरै घुम्नु नै अल्छी लाग्यो हावा चाहिँ अलिक मस्त बादल लागिरहेको छ त्यही भएर हामी चाहिँ अब यहाँबाट फर्किँदैछौँ आजको भेट यहीँसम्मको लागि अर्को भेट अर्को भिडियोमा त्यो 3 जतिको लागि